हेलो एभ्रिवान, वेलकम टु आवर च्यानल। आजको यो भिडियोमा चाहिँ हामी के कुरा गर्दैछौँ भन्दाखेरिमा पप्पीहरुमा देखिने उपियाँ जुम्रा किर्नाको बारेमा यो भिडियोमा हामी आज कुरा गर्दैछौँ। नर्मली पप्पीजहरुलाई चाहिँ रेनी सिजनमा तपाईको मेनली चाहिँ उपियाँ जुम्रा र किर्नाहरु पर्ने गरिरहेको हुन्छ, जसलाई हामी टिक, फ्ली र लाइस भन्ने गर्छौं। उपियाँ जुम्रा र किर्नाले चाहिँ पप्पीहरुलाई धेरै एउटा डिजिजहरु कज गर्ने एउटा मेजर चीज हो है। अनि हजुरहरुले उपियाँ जुम्रा किर्नालाई कन्ट्रोल गर्नु भएन भने पप्पीहरुलाई इक्यानिस, टिक फिभर जस्तो समस्या त्यस्तो खालको डिजिजहरु लाग्न सक्छ है, जुन चाहिँ तपाईको टिकले टोकेर हुने रोग हो। सो यो भिडियोमा हामी के कुरा गर्दैछौं भन्दाखेरिमा यदि हजुरको पप्पीलाई पनि उपियाँ जुम्रा किर्ना धेरै भएको छ भने त्यसलाई रिड्युस कसरी गर्ने र त्यसलाई आउन नदिनको लागि हामीले के गर्न सक्छौं र यदि छ भनेदेखि त्यसलाई हटाउनको लागि हामी के गर्न सक्छौं त्यसको बारेमा हामी पुरै कुरा गर्दैछौं यो भिडियोमा है त। हजुरहरुको पप्पीलाई यदि उपियाँ जुम्रा किर्ना देखिएको छ भनेदेखि रेनी सिजनमा हामीले पप्पीहरुलाई बाहिर घुमाउन लैजाँदाखेरिमा बाहिरबाट पनि सल्केर आउन सक्छ है। त्यस्तै गरी पप्पीहरुमा चाहिँ अरु पप्पीहरुबाट पनि ट्रान्सफर हुन सक्छ यो उपियाँ जुम्रा किर्नाहरु है त। त्यस्तै गरी उपियाँ जुम्रा किर्नाको मेडिसिनहरु चाहिँ लिमिटेड मेडिसिन्सहरु छन्, कुनै ओरल छन् भने कुनै तपाईको एप्लाई गर्नेवाला हुन्छन्, कुनै तपाईको ड्रपहरु हुन्छन् है। त्यस्तै गरी हामी कुरा गर्दैछौं तीनटा मेडिसिनको बारेमा। एउटा तपाईले ओरलबाट दिन सक्नुहुन्छ ब्राभ्याक्टोहरु, त्यस्तै गरी सिम्पारिकाहरु दिन सक्नुहुन्छ जसले चाहिँ उपियाँ जुम्रा किर्ना र लुतोहरुलाई पनि काम गर्छ। डेमोडेक्सलाई चाहिँ एकदम मजाले काम गर्छ है, राम्रो खालको हुन्छ ब्राभ्याक्टो र सिम्पारिका भन्ने। त्यस्तै गरी तपाईहरुले एप्लाई गर्नेमा चाहिँ कुन चाहिँ मेडिसिन पर्छ भन्नुहुन्छ भने स्प्रेहरु पर्छ है। स्प्रे चाहिँ हजुरहरुले आफ्नो पप्पीलाई टाइमली एप्लाई गर्दिरहन पर्ने हुन्छ, उनीहरुको स्किनसम्म पुग्ने गरी मजाले तपाईले एप्लाई गर्दिन पर्ने हुन्छ। नेपालमा विभिन्न किसिमका टिकको लागि स्प्रेहरु आउने गरिरहेको छ, त्यो स्प्रेहरु पनि हजुरले युज गर्न सक्नुहुन्छ है, जुनमा चाहिँ तपाईको प्रिमेथ्रिन, साइपरमेथ्रिनहरुको कम्पोजिसन हुन्छ। त्यस्तै गरी अब आउँछ ड्रपहरु। ड्रपहरु चाहिँ तपाईको फिक्जोटिक, फिप्रोटिक भन्ने जुनमा तपाईको फिप्रोनिलहरुको कम्पोजिसन हुन्छ, त्यो ड्रपहरु आउँछ। त्यो ड्रप चाहिँ हजुरले हाल्दाखेरिमा पप्पीको नेकमा कपाललाई पन्छाएर छालामा पर्ने गरी हालेर अनि ढाडको बीचमा हालेर पुच्छर भन्दा माथि एप्लाई गरेर तपाईहरुले त्यसले पनि उपियाँ जुम्राको लागि काम गराउन सक्नुहुन्छ है। अब यो तीनटा मध्येमा सबैभन्दा इफेक्टिभ कुन हो भनेर धेरै जनाले क्वेशन पनि सोधिरहनु भएको हुन्छ हामीलाई। सबैभन्दा इफेक्टिभ भनेको चाहिँ ट्याब्लेट हुन्छ। ट्याब्लेटले किनभने इन्टरनल वर्म सँगसँगै एक्सटर्नल प्यारासाइटहरुलाई पनि काम गर्छ र त्यसको टाइम पिरियड अलिकति धेरै हुन्छ ड्रप र स्प्रे हेरिकन। त्यो भन्दा अलिकति राम्रोमा चाहिँ हजुरको ड्रप आउँछ। ड्रपले पनि तपाईको 2 महिना 3 महिनासम्म काम गर्ने पनि हुन्छ, कुनै तपाईको 1 वर्षसम्म पनि काम गर्ने हुन्छ। सँगसँगै हजुरको स्प्रे भनेको चाहिँ स्प्रे चाहिँ हामीले टाइमली लगाइरहन पर्ने हुन्छ र टाइमली त्यसले बिस्तारै बिस्तारै काम गर्ने कारणले गर्दाखेरिमा 5-6 चोटी युज गरिसकेपछि मात्र त्यसले राम्रोसँग काम देखाउँछ है। सो हजुरहरुको पप्पीलाई पनि यदि उपियाँ जुम्रा किर्नाले सताइरहेको छ भने यो तीनटा चीजहरु हजुरले फलो गर्न सक्नुहुन्छ। यसले तपाईको पप्पीको प्रिभेन्सन पनि गराउँछ, टिक्सहरुबाट भएको छ भने पनि हटाउँछ र आउन पनि दिदैन है। अनि हजुरहरुले मेजर प्रिभेन्सनको लागि चाहिँ रेनी सिजनमा पप्पीहरुलाई बाहिर लैसकेपछि र ल्याइसकेपछि उनीहरुको पजहरु सफा गरिदिने, उनीहरुको स्किनहरु मजाले हेर्ने, त्यस्तो कामहरु हजुरहरुले गरिरहन पर्ने हुन्छ। र आफ्नो पप्पीहरुलाई यदि तपाईको टिक फिभरहरु आएको छ, टिक धेरै परेर टिक फिभर आउने, इक्यानिस हुने जस्तो समस्या देखिएको छ भने हजुरले तुरुन्तै नजिकैको भेटमा लगेर कन्सल्ट गराउनु होला, त्यहाँनेर लगेर चेकअप गराउन सक्नुहुन्छ है त। सो यो इन्फर्मेसन यदि हजुरहरुलाई मन परेमा हाम्रो भिडियो मन परेमा हजुरले हामीलाई सब्स्क्राइब गर्नु होला र नोटिफिकेसनको बेल बजाउनु होला र हाम्रो यस्तै भिडियो मन परेमा हामीहरुमाथि सम्पर्क राखिरहनु होला। थ्यांक यू।